गाइज भयो मैले त लाइन के खाने त लाउने भनेर पुरै पुछेँ मात्र होइन गाइज बरु अर्को हातमा चाहिँ अलिक थपेँ फेरि अनि खुट्टामा लगाएको छु त्यो गर्न पऱ्यो। अब ब्रस गर्नु पऱ्यो। ब्रस गरेर उठेर अब हजुरसँग मैले अब ड्रेसलाई कपडा लाउने गरेको छु। गाइज हाम्रो जमरा हेर्न सक्नुहुन्छ यत्रा भएको छन् अनि थोरै हामी यहाँ निकालेर राखिसक्यौँ हाम्रो मन्दिर गाइज घरको जय 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 है कि नै गाइज हेर्न सक्नुहुन्छ हाम्रो जमरा यसका यति भएको छन् भनेपछि यहाँ हामीले यता राखेको छौँ गाइज। गाइज अब चाहिँ कपडा लाउनु पऱ्यो रेडी हुनु पऱ्यो दसैँको लागि होइन यस्तो भएको छ गाइज है एक कपडाले बोकेर म चाहिँ सरर लाउने हो सररा फर्र लाएर गाइज अब म चाहिँ अरूसँग सरर लाएर भेट्छु पछि अरू गरौँला भाइ जाँदैन हेर्न गाइज मम्मी गाइज सक्नुहुन्छ मैले कपडा लगाइसकेँ तर कपडा मात्र लगाएँ अरू सबै गर्न बाँकी छ देखाउँछ यता यसरी रोक्नुहोस् कसरी देखाउँ उल्टै म रेडी भइसकेँ गाइज मेरो मेकअप गर्न बाँकी छ कपाल बनाउन बाँकी छ होइन सबै गर्न बाँकी छ अब चाहिँ मैले एकछिन गर्छु एकछिन तल जान्छु म गाइज अब चाहिँ कपाल गाइज होइन अझै कपाल सपाल गर्नु पऱ्यो सबै चिट्ट पर्न पऱ्यो कपाल के गर्ने थाहा छैन बट पहिला मैले पेन्डेन्ट लाउँछु अघि देखा जाला यहाँ छ गाइस मेरो पेन्डेन्ट गाइस हेर्न सक्नुहुन्छ मैले लगाइसकेँ पेन्डेन्ट मैले चुरा पनि लाउँछु हातमा सन गाइज चुरा रामै त त्यसमा चाहिँ अलिअलि गरेर लगाइसकेँ चुरा छन् 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 बस्ने चुरा हातैमा छन्। हेलो गाइज आई एम रेडी फर दसैँ होइन मैले के भन्दा मैले सन्ध्याकोबाट आउँदाखेरि मैले आइल्यान्ड ल्याउने बिर्सेँ अनि आइल्यान्ड नलाएर चाहिँ मेरो आँखा कस्तो देखियो केही नलागेको जस्तो छ तर आइसेडो लागेको छु बट आज मैले यति लाइट मेकअप गरेछु कि भिडियोमा देखेको छैन कि त्यस्तो अलिकति मोइस्चराइजरलाई अनि अरू केही पनि लाइन कि पाउडर साउडर केही पनि धर्दैन आज सिम्पल। गाइज आई एम रेडी 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 मम्मी पनि रेडी हुन यता यहाँ यस्तो छ बुवा पनि रेडी हुन हेलो भन्नुहोस् बुवा आमा पनि रेडी हुन हेलो भन्नु हेलो अब एकछिन टिको लाउने एकछिन पछि भित्तामा पनि टिको लाउने गाइज आइएम रेडी चस्मा लाउनु पर्यो गाइज फेरि कपाल फेरेर अर्कै डिजाइन पारेँ मैले चाहिँ कस्तो देखेँ गाइज भनिदिनु नबिर्सिनु होला अब एकछिन टिकटक बनाउनु पऱ्यो फोटो खिच्नु पऱ्यो त्यसपछि भेटौँ लालसँग टिको लाउनु बेला है गाइज गाइज हाम्रो घर टिको लाउँदै हुनुहुन्छ दैलामा भन्नु नआरे गाइज गाइज अब हाम्रो टिको लाउने बेला भइसक्यो अब हामीले टिको लाउने बस्नु पर्यो हाम्रो टिका लाउनु सुरु भयो है ल हजुरहरूले लाउनु भयो कि नै भित्ता जाँदैन छेक्नु होला केलाई यस्ता गरे बुका है
यति छ भन्ला बोका पुका गरे लाग्दैन लाग्ने गरेको ल्याइदिनु यताबाट मुखैदेखि हिँड्छ के मैले देखेँ नि तिमी त लाइन लगाइदिनु उँधो उँधो नलाइदिनु टुप्प मिलाएर लगाइदिनु है नाइ अब लाउँदैन लाहम ल त पनि बस गाइज हाम्रा घर टिको लाउने कार्यक्रम सुरु भइसक्यो मैले लगाइसकेँ अब मम्मीले लाउँदै हुनुहुन्छ बुवामा ल्याइदिँदै हुन्छ यता मैले भिडियो गर्दैछु गाइज जमरै देखेछ नै देखेन मेरा यहाँ नि मेरो गाइज जमरा हस् गाइज हाम्रो घरको टिको कार्यक्रम सकियो अब चाहिँ हामी कुन घर जाने हो निदाएछु अर्को घर जाने हो टिको लाउन गाइज म त खान्न गाइज हामी चाहिँ हिँड्यो टिको लाउन हिँड्न पर्छ 10 मिनट जति बल्ल पुगिन्छ गाइज कति शीतल आएको छ गाइज आहाको शीतल भइरहेको छ यता चाहिँ भइरहेको छ तपाईँहरूको टिको छ कि नै तपाईँहरूले टिको लाउनु भएको नै प्लिज कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला कस्तो मान्छे होला त्यसलाई गाइसमा चाहिँ कपाल बाना धेरै गर्नु भयो र गाइसमा आइपुग्यो टिको लाउने भएर कति मिनट 15-20 मिनट हेर्दै आयो खालो चढी त्यो तहा घर चाहिँ लुक्यो के ह्याप्पी दसैँ बडा दसैँ टिकटक बन्नु पनि पाइएन भाइ यातायात त धेरै टिकटक त बनायो बट त्यो धेरै बन्न पाइएन माछा गएर हेर्न सक्नुहुन्छ उही गाइज अब एकछिनमा भेटौँ है यहाँसँग अब फोटो खिच्न पर्नु नि फेरि पनि गाइस हामी टिको लाएर अब घर जाँदैछौँ हामी चाहिँ एउटा बगैँचामा आएको छौँ हेर्न सक्नुहुन्छ कति दामी छ यहाँ कठुलो पिपलको रुख छ यता दिप्सन पिङ खेल्दैछ भाइ अब म गएँ हामी चाहिँ सन्ध्या गाइसकेको छौँ माउल जानको लागि होइन किनभने चाहिँ भिडियो बनाउन पाइएन बिचमा किनभने यता धेरै जाम थियो होइन गाडी पनि प्याक थियो माथिबाट घर आउने बेला नि बनाउनु घर आएर बसेर उठेर हामी चाहिँ माउल जानु सकेको छौँ हामी चाहिँ बुटोल सन्ध्या गाइसकेको छौँ अब गाडी आउँछ दार्जिलिङ जाने हामी चाहिँ यो चाहिँ जनज्योति स्कुल छ गाइज आवाज सुन्ने हो नि हाम्रो माउला आएर हामीले टिको लाएर भएर मम्मीको पाली यहाँका भाइहरूलाई ल्याइदिए हुन्छ टिको माइजू मामा रमाइलो छ यता आमा हुनुहुन्छ भाइ खुसबु दिदी हेलो